हेलो गुड मर्निङ एभ्रिवान। नयाँ दिन नयाँ ब्लगको साथमा फेरि पनि म उपस्थित भइसकेको छु। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा फेरि पनि म आइसकेको छु धेरै दिनपछि। नमस्ते भन्नु त। म नेपाली बाबु भएर आज स्कुल हिँडेको भन्नु। मेरो फुच्चेलाई स्कुल पुऱ्याउँदै म आज कहाँ हिँडेको भन्दा फेरि अहिले भन्दिनँ, भरे देखिहाल्नुहुन्छ। अहिले भन्यो भने फेरि यो बिच्किन्छ है सानो। अनि के अनि तपाईँ नरिकन स्कुलमा पढ्दै बस्नुहोस् हस्। अनि के मम्मा अनुलाई स्कुल पुऱ्याएर घर आउँछु अनि अनुको लुगा धुमधुम गर्छु अनि फेरि अनुको छुट्टी भएपछि मम्मा लिन आउँछस्। नरिकन पढ्नुहोस्, ज्ञानी भएर पढ्नुहोस्। अनि के स्कुलमा म्यामले भनेको मान्नुहोस्। अनि लेखी लेखी धर्का लेखी गर्नु, गोलो गोलो अन्डा लेख्नु होइन। अनि 1 2 3 पढ्नु, एबिसी पढ्नु हस्। नरिकन बस्नु नि फेरि हस्। रुयो भने त फेरि गुड भन्दिनँ नि। ओके मम्मा है, गुड बोय। गाह्रो छ है, गाह्रो छ। स्कुल यसरी बोकेर लानुपर्ने अरे। यत्रो छ यो पुन्टे कम्चा, यहाँ काँध दुखेको छैन हो। अनि के भन्छ, सकेसम्म त अब नानीहरूलाई राम्रो शिक्षा दिनु लाग्छ कि, तर अब कुनै ठाउँमा चुकिन्छ होला। राम्रो शिक्षा दिनु सकिन्छ सकिँदैन हो। हाम्रो त दुःखमै हुर्किएर होला। आमा बाउले काममै हुर्काएर होला। हामी त त्यस्तो बिग्रेको त सुख दुःखहरू बुझिरहेको हुन्छु। तर पनि धेरै केटाकेटी हेर्छु, पहिलाको जस्तो नखानुको दुःख छ, नलग्नुको दुःख छ। त्यही भएर पनि होला सुख लाग्थ्यो होला। नानीहरू बिग्रिरहेको देख्छु, धेरै चिन्ता लाग्छ। अब सकेसम्म मेरो हरेक सुख दुःखमा हो कि नै। मेरो हालत खराब बनाइसक्यो कपाल। मेरो यहाँ काँध कति दुखिरहेछ सानो, तपाईँले बोकेर होइन कि पछि गएर बच्चो बुझ्दैनौ, त्यही पिर लाग्छ, त्यही चिन्ता लाग्छ। म त धेरै सहने सक्ने क्षमता छैन है। पछि गएर त्यो मैले अहिले हेर्दै गरेको केटाकेटी जस्तो भयो भने त म त सहनु सक्दिनँ होला, पागलै भएर हिँड्छु होला जस्तो लाग्छ। म हेर्छु अहिले केटाकेटीहरू स्कुल हिँडेको भनेर स्कुल ड्रेसमा केटाकेटी यस्तो डाँडा काँडा गजडिया भएर हिँडेको हुन्छ है। त्यही कुरामा चाहिँ एकदम पिर लाग्छ। चोर फटा नबनोस्, गजडिया नबनोस्, त्यही लाग्छ के। म थाके एकछिन हिँड्नु न, अनि फेरि बोक्छु नि त हस्। झर्नु न, मम्माको माया लाग्दैन। मेरो यो यहीँ नसा दुख्यो, हातको नसाले फुच्चु। मेरो आँखा छोपिदिएर चाहिँ कता हिँड्नु म फेरि कसरी हेरेर हिँड्नु? मेरो आँखा छोपिदिएर माथि टाउकोमा है म लड्न आँटेँ। टाउकोमा चाहिँ अहिले इटहरी जानको लागि बस स्ट्यान्ड आइसकेको छु भान्चोकमा। यहाँ
अहिले चाहिँ अब म इटहरीसम्म जानुपर्ने हुन्छ किनभने आज दिदीको घरमा चहाँ चाहिँ काटेको छ सुनिँदैन धेरै या डिस्टर्ब छ क्या त्यही भएर म अब डाइरेक्ट तल पुगेर मात्र गर्छु नमस्ते नमस्ते भाइहरू के को नि स्कुल चाहिँ सेकको पाक्दैछ साथीहरू कसलाई मनपर्छ के पल्टाउने नै मासु यता भुटान हुँदैछ के भन्दा रोस होइन रोस यता रोस हुँदैछ राम राम आउने बित्तिकै यो के हो बसे खानु त होला नि होइन अब खानुपर्छ यो चाहिँ रक्ती हालेको बसे हो गाइसहरू बनाउनेछु कहिले तिमीले पो हो कमेन्ट पनि आएको थियो चिसोसँग मासु मालिक हो साथीहरू बजाइँदैछ मासु हेर्न पर्यो तीनवटा चारवटासम्म दिनमा खायो कि निन्द्रै लागेन हो त्यही भन्छ एकछिन खायो भने निन्द्रा लाग्दैन भन्छ नहालिदिनु न भयो पानी हाल्नु पर्ने पानी हाल्ने पानी चाहिँ के भन्नु यो मात्र खानु हुँदैन नि मासु पुग्दैन भनेको दुई 3 किलो त भनेको थियो नि अब उनीहरू भोलि बिहेमा जाने अरे कस्तो खानु मन थियो दिदी भन्यो अब त्यो हो ताराको दुईटो बहिनी मासु राम्रो भएर फेरि सबैले लग्यो क्या नि थपी ल खै साथीहरू अब चाहिँ फेरि पनि ब्याक भयो धरान बाई बाई इटहरी बाई बाई ल है कसैले नलिकन आएको कसैले एक भारी लगाइदिनु भएको छ कसैले चाहिँ पनि हुन्छ युङ एउटा बारुङ हो बाई बाई खोइ छोरी बाई बाई हस् लाग्यो धरान बाई बाई इटहरी बाई बाई दिदी हजुर धरान
दिदीलाई। तर नि अरू सडकभन्दा चाहिँ एकदम यस्तो हाइवे दामी छ। बाई बाई तर चोकबाट चाहिँ अब हामी चाहिँ अब तररा कटिसकेको छौँ। यहाँबाट चाहिँ अब जङ्गल बाटो हुन्छ। जङ्गल बाटो पनि दामी बनिरहेको छ। पुरा दामी छ क्या, 6 लेनको बाटो यो। श्रम दादाज्यूहरूले रोप्नु भएको फुलहरू चाहिँ हेर्न सक्नुहुन्छ। दामी छ, मरेकै हुँदैन। म चाहिँ अहिले भान्चोकमा आइसकेको छु भने मेरो प्यारीसँग भइसकेको छ। मेरो भारीको पुगेर मेरो भारीको पुगेर होइन आउँछु। चक्लेट पनि एक्लै छ कि सानो 9जना मात्र थियो। त्यो नाथे मेरो घरमा कति यति मन दुख्छ रहेछ नि। हामीहरू भान्चोकमा राउन्डिङ गर्दैछौँ। यहाँ साथीको चाहिँ चप्पल चुट्यो अरे, यहाँ चप्पल सिलाउनु पर्ने भयो अरे। हामी चाहिँ चप्पल सिलाउनु आँटेको, उसको चाहिँ चप्पल निस्किनु आँटेछ अरे, बिजोग भएछ।